रासपाको भोट रवि लामिछानेकै कारणले आएको हो, कोही भन्छन् बालेन शाहका कारण घन्टीमा भोट आएको हो। यो बहस सामाजिक सञ्जालमा अहिले एकदम धेरै छ। तर साँचो कुरा के हो भने यो बहस अधुरो छ, अपुरो छ र अर्थहीन छ। घन्टीको सफलता रवि मात्रै होइन, बालेन मात्रै होइन, यी दुवैको भूमिका बराबर छ र दुवैको प्रभाव छ। रविको नेतृत्व, आवाज र अभियान थियो, बालेनको विश्वास, ऊर्जा र नयाँ पुस्ताले बनेको भरोसा थियो। यी दुवैका कारणले गर्दा अहिले धेरै ठाउँमा घन्टी चिन्हको प्रभाव परेको हो। घन्टी देशको कुना कुनामा पुग्नु रवि, बालेन र पार्टी यो सबैको भूमिका रहन्छ। अहिले विभाजन गर्ने मान्छे फरक पार्टीको होइन, हामी आफै समर्थक हौं जसले रवि, बालेन र पार्टी भनेर विभाजन गरिरहेका छौं। अहिले महत्वपूर्ण कुरा के हो भने रवि र बालेन आफै परिमाणप्रति सन्तुष्टि छन्, खुसी छन् र सकारात्मक छन्। उनीहरूले एकअर्कालाई स्वीकारेका छन्, सम्मान गरेका छन् र समर्थन गरेका छन्, भिर्तैबाट सधैँ र भिर्ती रूपमा। तर हामी समर्थन भने समर्थक गर्ने ठाउँमा कता कता बहस गरिरहेका छौं। त्यसैले अब स्पष्ट कुरा गरौं, न रवि मात्रै न बालेन मात्रै। रविसँग बालेन छन् र बालेनसँग रवि छन्। यही एकता नै घन्टीको वास्तविक शक्ति हो।